सबैजनालाई लेसन 4 मा स्वागत छ। आज हामीले वर्डप्रेसको इसेन्शियल सेटिङहरू पढ्न गइरहेका छौँ, जसमा रहेको छ जेनरल, पर्मालिङ्क्स एन्ड डिस्कसन्स। ढिला नगरी आजको यस लेसन 4 लाई सुरु गरौँ। पहिलो नम्बरमा रहेको छ सेटिङ भित्रको जेनरल। यसमा के हुन्छ भन्दा साइट टाइटल र ट्यागलाइनलाई हेर्नेछौँ हामीले। त्यसपछि वर्डप्रेस एन्ड साइट युआरएल पनि हेर्नेछौँ। त्यसपछि रहेको छ एडमिन इमेल पनि हेर्नेछौँ। टाइम जोन एन्ड डेट फर्मेट यो पनि हेर्नेछौँ। यो म प्र्याक्टिकल्ली गरेर देखाउने छु हजुरलाई। अर्को रहेको छ हामी पर्मालिङ्क्स। सेटिङमा रहेको पर्मालिङ्क्समा जान्छौँ। यसमा हामीले मेन भनेको कुरा भनेको एभोइड गर्न पर्यो। न्युमेरिक र डिफल्ट पर्मालिङ्कलाई एभोइड गर्न पर्यो। जस्तै डोमेन नेम .com/what p=123 यस्तो छ भने हामीले एभोइड गर्छौँ। के युज गर्छौँ त नि भन्दाखेरि पर्मालिङ्क्स कन्ट्रोल योर वेबसाइट युआरएल स्ट्रक्चर एन्ड द बेस्ट अप्सन इज पोस्ट नेम। के गर्छौँ भन्दा हामीले एसइओ फ्रेन्डली पनि हुन्छ, क्लिन पनि हुन्छ पोस्ट नेम। र अर्को रहेको छ हाम्रो डिस्कसन सेटिङ। यो पनि सेटिङभित्रको डिस्कसनमा रहेको छ। यसलाई हामीले के गर्छौँ भन्दा इनेबल अथवा डिसेबल कमेन्ट गर्छौँ, त्यो पनि हेर्नेछौँ। कमेन्ट मोडरेसन पनि हेर्नेछौँ। एन्टी स्प्याम प्रोटेक्सन पनि हेर्नेछौँ। र आजको यो फाइनल थट के रहेको छ भन्दा यो सबै हामीले गरेपछि हाम्रो एसइओ इम्प्रुभ हुन्छ, सर्च इन्जिन अप्टिमाइजेसन, युजर एक्सपिरियन्स बढ्छ, वेबसाइटको सेक्युरिटी बढ्छ। अनि यो चाहिँ हामीले छुटाउनै नहुने सेटिङ हो र हामी प्र्याक्टिकल गर्न गइरहेका छौँ। सबैजना आफ्नो वर्डप्रेसको सेटिङमा आउनुहोस्। सेटिङमा लगइन गरेर आउनुहोस् र लगइन गरेर आइसकेपछि तपाईँ पहिला केमा जानु भनेर मैले अहिले भन्थेँ भन्दा सेटिङको जेनरल, सेटिङभित्रको जेनरल यहाँ जानुहोस्। र यहाँ तल गइसकेपछि हामीले के देख्छौँ भन्दा साइट टाइटल एन्ड ट्यागलाइन। साइट टाइटल के छ मेरो केसमा भन्दाखेरि दिपक दाहाल राख्दैछु मैले। अब ट्यागलाइन के हो त नि वेबसाइटलाई के भनेर अब चिनाउन सकिन्छ त्यो भन्दाखेरि हामीले वान वे टु सक्सेस भनेर राखिदिएँ मैले। अब यति गरेपछि अब हाम्रो अर्को सेटिङ रहेको छ वर्डप्रेस एन्ड साइट युआरएल। वर्डप्रेस एड्रेस भनेको हाम्रो यो भयो, अनि साइट एड्रेस भनेको यो छ, ठिक छ। अब यो डिफल्टली सबैको ठिकै होला, नभए चेक गर्नुहोस्। अब एडमिनिस्ट्रेसन इमेलमा चाहिँ तपाईँहरूले आफ्नो मेन चलाइरहेको इमेल हान्नु होला, @gmail.com। अब जुन चाहिँ एभाइलेबल हुन्छ तपाईँले त्यही इमेलहरू हान्नु होला, किन भन्दा यसले रिकभरी गर्न चाहिँ हामीलाई ठुलो हेल्प गर्नेछ। अनि अर्को मेन इम्पोर्टेन्ट सेटिङ भनेको टाइम जोन। टाइम जोन चाहिँ तपाईँले के गर्नु भन्दाखेरि आफ्नो लोकेसन अनुसार चाहिँ सेट गर्नुहोस् टाइम जोन। टाइम जोन हाम्रो के रहेको छ भन्दाखेरि हाम्रो यहाँ काठमाडौँ हुनुपर्ने हो, काठमाडौँ भनेर प्लेस गर्नु यदि नेपालको हो भने। अनि हाम्रो विक स्टार्ट सन केबाट हुन्छ हाम्रो, अनि सन्डेबाट हुन्छ। यति गरेपछि तपाईँले सुरुको जेनरल सेटिङमा के चेन्ज गर्नुभयो भन्दा साइट टाइटल, ट्यागलाइन पनि गर्नुभयो, अनि युआरएल पनि हेर्नुभयो, अनि आफ्नो एडमिनिस्ट्रेसन इमेल एड्रेस पनि हेर्नुभयो। त्यसपछि अर्को भनेको टाइम जोन पनि हेर्नुभयो, अनि डेट फर्मेट यो चाहिँ अहिले यही फर्मेटमा राखिदिनु होला, अथवा तपाईँले आफूले मिलाएर राख्न पनि सक्नुहुन्छ यहाँ हेरेर। अनि अर्को मेन इम्पोर्टेन्ट भनेको हामीले विक स्टार्ट छन्, हाम्रो भनेको नेपालमा सन्डेबाट स्टार्ट हुन्छ। यति गरेर सेभ चेन्जेस गरिदिनुहोस्। र अब हामी अर्को मेन सेटिङमा जानेछौँ, त्यो रहेको छ हाम्रो पर्मालिङ्क्स। पर्मालिङ्क्समा छुटाउनै नहुने कुरा भनेको पर्मालिङ्क्सको स्ट्रक्चर हो। हामीले जहिले पनि यो डिफल्टमा आएको डे एन्ड नेम, मन्थ एन्ड नेम, न्युमेरिक, पोस्ट नेम, कस्टम स्ट्रक्चर, यिनीहरू मध्ये बेस रहेको छ हाम्रो पोस्ट नेम। यो चाहिँ एसइओ फ्रेन्डली पनि हुन्छ, क्लिन पनि देखिन्छ यसले। त्यही भएर यो चाहिँ सिलेक्ट गर्नुहोस्। हाम्रो केमा रहेको छ जेनरलभित्र पर्मालिङ्क्समा, यसलाई सेभ चेन्जेस गर्नुहोस्। र हामी अर्को मेन इम्पोर्टेन्ट सेटिङमा आएका छौँ डिस्कसन। डिस्कसनमा के गर्नुपर्छ भन्दाखेरि तपाईँले यसमा चाहिँ डिफल्टमा हाम्रो चाहिँ सेटिङ राम्रो भएर आएको हुन्छ, पछि चेन्ज गर्दा नै हुन्छ। अहिले डिस्कसनमा चाहिँ
केही नगरिकन सेभ चेन्जेस गरिदिनु होला। हामीले डिस्कसनमा अहिले केही पनि गर्ने छैनौँ, किन भन्दा यसले डिफल्टली नै सबै कुरा टिक गरिदिएको छ। तपाईँहरूले यहाँ हेर्न सक्नुहुनेछ। पछि चेन्ज गर्न परेमा म हजुरहरूलाई भन्नेछु। र तपाईँले यो 3टा मेन इम्पोर्टेन्ट सेटिङहरू अपनाउनु भयो भने, जस्तै हाम्रो जेनरल सेटिङको, पर्मालिङ्क्सको र डिस्कसनको त परेन, यो युज गर्नुभयो भने तपाईँको साइट चाहिँ हामीलाई एसइओ फ्रेन्डली बनाउँछ, सर्च इन्जिन अप्टिमाइजेसन, युजर एक्सपिरियन्स नि राम्रो हुन्छ, अनि वेबसाइटको सेक्युरिटी पनि राम्रो हुन्छ। ओके, थ्याङ्क यू फर दिस लेसन। सी यू अन द नेक्स्ट लेसन।